हेलो साथीहरु, आज चाहिँ म तपाईलाई हाम्रो बारीको सब्जीहरु देखाउँछु ल। अन्त यो चाहिँ हो इस्कुसको झ्याल हैन। अनि त्यहाँ चाहिँ यति धेरै इस्कुसहरु फलिरहेको छ नि त। यहाँ हेर्नुस् ल। अनि यो चाहिँ यसलाई चाहिँ के भन्छ पनि मलाई चाहिँ नाम थाहा छैन हो। तर यसले पनि फल्नु चाहिँ मज्जाले फल्दो रहेछ। यसले चाहिँ आँखाइपछि फल्दो रहेछ नि त। यति धेरै फलिरहेको छ। यसको चाहिँ खासै ठुलो बोट चाहिँ छैन। तर फल्नु चाहिँ मज्जाले फलिरहेको छ यो चाहिँ। अन्त यो चाहिँ सानो खालके टमाटर थोरै फलेको रहेछ फल्न चाहिँ, तर पनि मज्जाले पाकिरहेको रहेछ। अन्त यो चाहिँ हो हाम्रो बोडी बारी। अन्त बोडीले चाहिँ फल्नु पनि स्टार्ट गरिसकेको रहेछ क्या यहाँनिर। अरू चाहिँ फुल्दै रहेछ। कम्ती मात्र रोपेको थियो क्या योपालि चाहिँ बोडी, तर कम्ती भए पनि फल्न चाहिँ स्टार्ट गरिसकेको रहेछ। फाइनली कति लामो फलेको रहेछ अहिले त। ai कति धेरै फल्दै रहेछ फल्न त। अनि यो यताको चाहिँ हो भाटे सिमी, रड सिमी नि भन्छ क्या रे भन्न चाहिँ। अम्मा अहिले त तर कति धेरै फल्न थालिसकेको रहेछ। यो चाहिँ हामीले रोपेको हो क्या, म आमा आन्टी भएर। घामले गर्दा केही देखेन, तर पनि केही छैन। यतिको फलेको रहेछ हाम्रो सिमी चाहिँ। अनि यो चाहिँ रहेको छ फर्सी। फर्सी चाहिँ फल्दै थियो कि हिजो मुन्टा टिपेको थियो कि फर्सीको उयै झरेछ क्या चिचिलाई। अनि यहाँ चाहिँ रहेछ करेला। अनि यो चाहिँ हो लिची। हाम्रो चाहिँ पाक्नु पनि स्टार्ट भइसकेको छ नि त अहिले चाहिँ, तर मैले खाएर सक्नु आँटिसकेँ। अन्त यो चाहिँ हो काँक्राको बोट। यसले चाहिँ भर्खर फुल मात्रै खिल्दै रहेछ क्या रे, चिचिला चाहिँ रहेन क्या रे। अन्त यो चाहिँ हो मौसमी। हाम्रोतिर चाहिँ यसलाई मौसमी भन्छन्। मजाले फलिरहेको थियो क्या यसले पनि। हस् त साथीहरु, आजलाई यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई।